भनेठा पोखरीमा छौँ अब यसो यहाँ एक दुईवटा फोटो लिएर आउँछ म त्यसपछि अब यता नआएनहरूले त्यहाँबाट भिडियो आवाज हालेर पनि बनाउनु होला हामी व्यवसायिक काम गर्थ्यौँ क्या त्यसलाई फेरि हाम्रो एग्रिमेन्ट भयो भने त्यो अनुसार हामीले भिडियोको त्यही छुट्टै रेट हुन्छ फोटोको छुट्टै रेट हुन्छ क्या मिलेर काम गर्ने निश्चित रकम फोटोको तपाईँको धेरै दिन त्यही चिया खाने काम हुन्छ भिडियोको 100 रुपियाँ लाउँछ 100 रुपियाँ लाउने भने तपाईँको चाहिँ तेल खर्च हुन्छ तपाईँ आएकै भयो भने 50 रुपियाँ त तेल जान्थ्यो त्यसलाई चाहिँ तपाईँको चाहिँ बसेर छलफल हुन्छ यो विषयमा प्रोफेसनलिजम हुनु पर्यो क्या हरेक कुरामा ल बानी बिगार्ने नि हुनु सूर्य हो किन भन्नु त जाम भन्दाखेरि चाहिँ तेल छैन घुम्न जाम भन्दा तेल छैन भन्ने मान्छेलाई त उनी आएको भने त 50 रुपियाँको तेल त जान्थ्यो